हेलो गाइज नमस्ते। आज चाहिँ हामी चाहिँ घोडाघोडी जाँदैछौँ। सो आई एम सो एक्साइटेड है, तपाईँहरूलाई पनि देखाउनेछु। यसको एरिया भन्नुपर्दा 2563 इयर्सले एरिया कभर भएको छ। यसमा भन्नुपर्दा सबभन्दा पुरानो ताल भन्न सकिन्छ। यो ठुलो एकदम ताल। त्यसपछि हामी डिफ्रेन्ट चराचुरुङ्गीहरू पाउन सकिन्छ। लेट्स सी अब के हेर्न पाइन्छ। फाइनली हामी चाहिँ घोडाघोडी पुग्यो। यो चाहिँ हाम्रो चाहिँ सेकेन्ड गेटको हो। हामी चाहिँ यता गाडी पार्किङ गरेर अलिकति सजिलो हुन्छ यो साइड छिरेको। सो हामी चाहिँ अब यहाँबाट चाहिँ हेर्न सकिन्छ। अनि यहाँबाट दृश्य हेर्न सकिन्छ। चाहिँ हाम्रो घोडाघोडीको रेस्टुरेन्ट होइन। रेस्टुरेन्टमा चाहिँ अलिकति डेकोरेसन गरेको देख्न सक्नुहुन्छ। हामीले चाहिँ शौचालय, यता हाम्रो शौचालय छ पछाडितिर। यतातिर पछाडि रेस्टुरेन्ट देख्न सक्नुहुन्छ। खानालाई पछाडि। अब हामी चाहिँ अगाडि लाग्छौँ। अगाडि चाहिँ हामी चाहिँ बोटिङ गर्न सकिन्छ है। अगाडि चाहिँ बोटिङ गर्नु छ। यहाँबाट चाहिँ हामीले टिकट काटेर बोटिङ गर्न सकिन्छ। बोटिङ छ अगाडि। मान्छेको घुइँचो छ। दसैँको भोलि टिकाको भोलिपल्टको यहाँ बोटिङ गर्ने चाहिँ मान्छे घुइँचो छ है। यस इन्जोय गरिरहेको छ मान्छेहरू है। बवाल छ। यहाँबाट चाहिँ हामी चाहिँ यसरी बोटिङ गर्न सकिन्छ। साइक्लिङ छ। पुरै ताल देख्न सकिन्छ। साइक्लिङ बोटिङ हो। डक छ। मान्छेहरू इन्जोय गरिरहेछ।
यहाँ घोडा नि पाउने रहेछ, हामी चाहिँ यहाँ चाहिँ बस्न नि पाउने रहेछ र यसो राइड गर्न नि पाउने रहेछ है। यहाँ घोडागाडीमा घोडा नि पाइने रहेछ है। यो चाहिँ फाइनली हाम्रो घोडागाडी, यो चाहिँ हाम्रो घोडागाडी मेन चाहिँ हाम्रो गेट चाहिँ यता हो है। हाम्रो घोडागाडी चाहिँ यहाँ देख्न सक्नुहुन्छ हजुरहरू, दुईवटा घोडा छ, दुईवटा अहिले चाहिँ राम्रो बनाएको छ है। यो चाहिँ यहाँदेखि हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ भ्यू हेर्न सक्नुहुन्छ। हामी यता जाऊँ है। यहाँबाट चाहिँ फुल भिडियोस, यो चाहिँ पुरा ताल हो। यो चाहिँ हामी चाहिँ पुरा लिउ लागेको छ है। तलतिर हेर्न सक्नुहुन्छ। यो लास्टै धेरै पुरानो हो। यो चाहिँ यसमा चाहिँ ठुला ठुला जनावर छन्, गोही जस्तो छन् है। क्यान सी देयर। यो चाहिँ ब्राउन कलरको हाम्रो जेब्रा, अरे हर्स, जेब्रा मन्दिर है। यो चाहिँ हाम्रो हर्स, ब्राउन कलरको हर्स। मान्छे चाहिँ भित्र एकदम छ, यसरी नै छ है। यहाँबाट चाहिँ यतातिर चाहिँ हाम्रो मन्दिर देख्न सकिन्छ है। माथितिर मन्दिर छ। यहाँ घोडागाडी मन्दिर छ। यहाँ चाहिँ हाम्रो गुरुङको ड्रेसमा चाहिँ घुइँचो छ है फोटो खिच्नलाई। फर्केर यता आएर यतातिर मन्दिर हेर्न सकिन्छ। यतातिर चाहिँ फोटोसुटको लागि चाहिँ रुटो छ। है खतरा व्यापार हुन्छ होला है। हेर्नु त कति धेरै रहेछ। यतातिर हामी मन्दिर हेर्न सकिन्छ। यो चाहिँ मन्दिर हो है। यो चाहिँ हाम्रो चाहिँ घोडागाडी मन्दिर। यतातिर साइड चाहिँ घोडागाडी, यो चाहिँ मन्दिर। धेरै मन्दिर रहेछ। के मन्दिर थाहा भएन होइन, तर त्यस हामीले घुम्नको लागि चाहिँ राम्रो छ। अब यता माथि चाहिँ हामी चाहिँ भ्यू टावर हेर्न सकिन्छ। यहाँ माथिबाट चाहिँ हामी टपमा गएर भ्यू हेर्न सकिन्छ। माथि तालको यहाँ चाहिँ हामी माथि एकचोटि जान्छौँ है। एकचोटि माथि हेरौँ कस्तो रहेछ। माथिबाट टप भ्यू हेरौँ कतिको राम्रो देखिने रहेछ। हामी फाइनली चाहिँ भ्यू माथि टप टावरमा आएछौँ है। यहाँबाट चाहिँ माथिबाट सबै दृश्य हेर्न सकिन्छ। पुरै ठुलो एरिया छ यसको। यहाँबाट चाहिँ दामी सिन देखिन्छ है, ब्युटिफुल देखिन्छ। यु क्यान भिजिट। यो तलतिर नि फोटो खिच्नेको घुइँचो रहेछ। कति कमाएको छ नानु? कति कमायो? लिँदैन